एभ्रिवान तपाईहरु सबैलाई मेरो च्यानलमा फेरि स्वागत जनाउँदै आज चाहिँ म मेरो घरको नजिकै रहेको होमस्टे तपाईहरुलाई देखाउन गइरहेको छु र अहिले भने चाहिँ म त्यही हिजो यहाँ हिँडेको रोडमा हिँडिरहेको छु र बाटो चाहिँ यस्तो रहेको छ है। मैले अस्ति हिजोको ब्लगमा कुरा गरेको थिएँ जुन चाहिँ अहिले भने चाहिँ म होमस्टेको माथिल्लोपट्टि आइसकेको छु हैन। र यो होमस्टे चाहिँ अब के हो भन्दा हाम्रो गाउँमा चाहिँ सबैभन्दा पहिला खोलेको होमस्टे चित्रकोट फार्म हाउस हैन। यो चाहिँ भने चाहिँ म यहाँ तल है होमस्टेमा आइसकेको छु र होमस्टे चाहिँ यस्तो रहेको छ। अब रुमहरू भन्ने चाहिँ यस्तो अब मजाको छ, ठुलो छ है। यहाँनिर अब चिम्नीहरू छ, आगो ताप्नहरू, जाडो महिनाको लागि फ्यान पङ्खाहरू छ, अब बाथरुमहरू हैन। यो चाहिँ अब मजाको अब फर्स्ट इनिसिएटिभ चाहिँ अब यो बनाउने चाहिँ अब राम्रो थियो गाउँमा क्या, गाउँको डेभलपमेन्टको लागि है। अब गाउँलाई बाहिरको मान्छेहरूले पनि चिनोस् भन्ने जुन चाहिँ इनिसिएटिभ लिएर है हाम्रो अब यहाँ दाइले बनाउनु भएको थियो। एकदम दामी इनिसिएटिभ थियो है। अब यहाँ घरको दाजुले हैन यस्तो अब मजाले सोचे क्या, हामीले चाहिँ अब होमस्टे खोल्नुपर्छ हैन, हामीले हाम्रो गाउँलाई हैन चिनाउनु पर्छ अब भन्ने जुन चाहिँ एउटा सोच लिएर उनीले खोल्नुभयो र त्यसलाई नै फलोअप गर्दै हाम्रो गाउँमा निकै आजकल हैन निकै नै खोलिसकेको छ होमस्टेहरू। जग्गाबाट चाहिँ यहाँ कञ्चनजङ्घा पनि देख्न सक्छौँ। तर आज चाहिँ दिन अब त्यता कस्तो भएकोले गर्दा हैन कञ्चनजङ्घा देख्न सकेनौँ। गेट छ है, यहाँबाट चाहिँ अब भित्र पस्नुपर्ने। अन्त यहाँनिर माथि चाहिँ हल्का अब है पार्क जस्तो सानो चटक्क है अब टुरिस्टहरूलाई बस्नु सुहाउने मजाको देख्ने यो पार्क जस्तो छ बनाइदिएको छ है। र यो चाहिँ माथिल्लो होमस्टे है, माथिल्लो त्यो माथिल्लो रोडमाथि बनाएको छ र यो चाहिँ त्योभन्दा अलिक पछाडि बनाइएको होमस्टे है। र यो पनि अब हाम्रै गाउँको मिस्त्रीहरूले है बनाउनु भएको। अब यहाँ पनि रुम ठुल्ठुलै छ र यहाँ पनि 3टा कोठा भएको छ, त्यहाँ तल पनि 3टा थियो। यहाँ चाहिँ फाल्टै छ, त्यो चाहिँ तल जोडिएको थियो है। यहाँनिर चाहिँ फाल्टै छ, 3टा रहेको छ र यहाँ टुरिस्टहरू पनि हुनुहुँदो रहेछ। क्या आपको मैं इस होमस्टे के विषय में कुछ सवाल पूछ सकता हूँ? इनसे मैं इस होमस्टे के विषय में कुछ बात पूछूंगा। सब इधर देखिए। तो आपको ये पाबुंग का होमस्टे कैसा लगा? बहुत अच्छा लगा। इसका व्यू, आपका सर्विसेज दोनों ही बहुत अच्छा है। बहुत अच्छा है। मतलब आपको अभी कंचनजंगा दिख नहीं रहा है तब भी आपको ये अच्छा ही लगा? अच्छा लगा, बहुत अच्छा लगा। जब आपको ये कंचनजंगा दिखने लगेगा तो आपको और भी अच्छा लगेगा। और भी अच्छा लगेगा। मतलब आप पहली बार इधर आए हो या और जगह गए हो? इधर यही कोई कफेर गए हो? उससे कंपेयर करो तो ये अच्छा है जगह? अच्छा है। थ्याङ्क यू सर। ओके, वेलकम। र है हामीले टुरिस्टकोबाट पनि अलिकति यो होमस्टे विषयमा केही कुरो सिक्यौँ। उनीहरूलाई पनि अब यो होमस्टे राम्रो लाग्यो अरे क्या। अब यो होमस्टे जस्तो यसको इन्भाइरोमेन्ट छ है। आज त झन् कञ्चनजङ्घा पनि अब देखेको छैन, तर पनि उनीहरूलाई यो जग्गा मन पर्यो। अब कञ्चनजङ्घा पनि है आजको वेदरले गर्दा होइन वेदर राम्रो हुनु भयो, देखेको भए अझै राम्रो हुन्थ्यो भन्ने उनीहरूले पनि हामीलाई उनीले पनि हामीलाई बताउनु भयो। र आफ्नो गाउँको है यस्तो होमस्टेहरूको बारेमा यस्तो कुराहरू सुन्दा आफूलाई पनि खुसी लाग्छ है। चाहिँ म ती माथिनिर जाँदैछु र त्यहाँ माथि पनि कटेजहरू बनिँदैछ र म तपाईँहरूलाई त्यो कटेजहरू पनि देखाउँछु कस्तो बनिँदैछ होइन। त्यो कटेजहरू कस्तो छ, कस्तो डिजाइनमा बनिँदैछ त्योहरू म देखाउँछु र त्यहाँनिरबाट पनि कस्तो भ्यूहरू देख्छ होइन, त्यो पनि म तपाईँहरूलाई देखाउँछु। हुन त म पनि अब यो माथिल्लो चाहिँ आजै आएको है, माथिल्लोपट्टिको कटेजमा बनाउँदै गरेको कटेजमा चाहिँ आजै आएको र म पनि अब हेर्छु यहाँबाट कस्तो देख्छ होइन। तपाईँहरूलाई पनि साथै म तपाईँहरूलाई पनि देखाउँछु। अनि चाहिँ है म यहाँ कटेज बनाउँदै गरेको जग्गामा आइपुगेको छु र पछिपट्टिबाट हेर्दा चाहिँ यो कटेज है यस्तो सेपको देखिन्छ। यसको फ्रन्ट भ्यू चाहिँ यस्तो रहेको छ है, यस्तो टक्क
सोचे पो यहाँनिर काम चलिरहेछ, यो कम्प्लिटली बन्नेको छैन। पछि बन्नेपछि अब दामी देख्छ भन्ने छ, किनभने अब यो युनिक डिजाइन क्या। यो अब गाउँमा अरू सबैले एकै प्रकारको बनाएर होला कि, यो चाहिँ अब सबसे युनिक डिजाइन है छ यहाँनिर। र यसको अब काम चलिरहेको छ, यो बनिँदैछ। अब यो बन्नेपछि कस्तो देखिन्छ अब है, त्यो पनि म कुनै बन्नेपछि मेरो भ्लगमा हाल्नेछु। र अहिलेलाई चाहिँ यो अब यस्तो देखिँदैछ है। यहाँ चाहिँ टक्क अब है बस्ने जग्गा, रेलिङ लगाएर होइन मजाको भ्यू हेर्ने जग्गा बनाइदिएको रहेछ। अन्त यहाँबाट चाहिँ अब भ्यू चाहिँ यस्तो देखिँदो रहेछ है। म पनि आज फर्स्ट टाइम आएको है यहाँनिर चाहिँ, यो माथि डाँडामा भ्यू चाहिँ यस्तो देखिँदो रहेछ। पाबुङको सबसे युनिक डिजाइनको जुन चाहिँ कटेजहरू हुनेछ होइन, होमस्टे हुनेछ, यो चाहिँ यिनीहरू चाहिँ त्यो हुनेछ क्या। किनभने अहिले हाम्रो गाउँमा निकै कटेजहरू छ, तर पनि यो जुन चाहिँ कटेज छ युनिक डिजाइनको, यो मात्रै छ क्या। सबैले एउटै टाइपको कटेजहरू होइन बनाएको छ। र यो चाहिँ एकदम अब युनिक डिजाइनको कटेज है। अहिले भने चाहिँ म त्यो कटेजबाट तल आइसकेको छु। र अब चाहिँ म यो जुन चाहिँ कटेजको ओनर हाम्रो दाइ हुनुहुन्छ, उहाँसँग बातचित गर्ने कोसिस गर्छु। किनभने अघि म आउँदा अलिकति काममा बिजी हुनुहुन्थ्यो। र अब यदि उनी फ्री हुनुभएको छ भने चाहिँ म उनीसँग केही बातचित यो कटेज बनाएको विषयमा गर्नेछु। आशा छ उनीले पनि हामीसँग बात गरिदिनुहुन्छ भन्ने भने चाहिँ है। म यहाँ दाइसँग केही संवाद गर्न गइरहेको छु। कटेजको ओनर उहाँ हुनुहुन्छ। र को नाम चाहिँ भनिदिनु पर्यो पहिला है। नमस्कार हो, मेरो नाम चाहिँ तपाईँको खड्ग गुरुङ। मेरो होमस्टेको नाम चित्रकूट फार्म हाउस। र यो होमस्टे बनाउनु चाहिँ तपाईँलाई आइडिया कहाँबाट आयो? र यो गाउँमा है पहिला केही थिएन यस्तो होमस्टेहरू, तपाईँले फर्स्टमा बनाउनु भएको। र यो होमस्टे बनाउने आइडिया तपाईँलाई कहाँबाट आयो? अब केही देखेर कि आफैले सोच आयो त्यस्तो? यो सोच चाहिँ मलाई कस्तो भयो भनेदेखि, अब यहाँ हेर्नुहोस्, अब यो तपाईँको म त्यस्तो एजुकेट पनि होइन। म किनभने सानैदेखि म प्राकृतिकसँग रमाउने होइन, म खेतीपाती यो गर्ने र गर्दै जाँदा मैले धेरैवटा साथीभाइसँग लिङ्क भयो होइन। सिक्किमतिर साथीभाइ यसो घुम्दै जाँदाखेरि यो प्राकृतिकसँग चाहिँ के चाहिँ मिल्दो रहेछ, यसको सिक उल्टा चाहिँ के चाहिँ हुँदो रहेछ भन्ने साथीभाइसँग धेरै बातचित हुँदाखेरि उहाँहरूले होमस्टे गरेको देखेँ पनि। र मेरो ठाउँलाई पनि यसो आएर मैले सोचेँ, हेरेँ, बिस्तारै सोच्दाखेरि यो ठाउँमा पनि होमस्टे गर्दा हुने रहेछ भन्ने सोच आएर चाहिँ बिस्तारै बिस्तारै मैले यसमा 2014मा चाहिँ यही 3टा कटेज बनाएँ। बादमा गर्दै गर्दै 17मा उपरमा रोडदेखि मास्तिरको 3टा कटेज बनाएँ। ए हजुर। र यो बनाएर है हाम्रो गाउँमा थुप्रो होमस्टेहरू बन्यो यही हेरेर है। तपाईँको जुन चाहिँ आइडियालाई लिएर हाम्रो अब गाउँमा थुप्रो होमस्टे बनायो, यसमा तपाईँ खुसी हुनुहुन्छ गाउँको अब यस्तो विकास देख्दा? यो त एकदमै खुसी हो होइन। भाइको यो जुन युट्युब च्यानलबाट यो पनि भन्न चाहन्छु कि जति पनि हाम्रा होइन यो दार्जिलिङ डिस्ट्रिक्टमा जति पनि यो हाम्रो यो प्राकृतिक भ्यूहरू छ, यो जग्गाहरू छ, यो जग्गा चाहिँ हामीले चाहिँ बचाएर राखौँ र बाहिरको मान्छेलाई चाहिँ नबेचौँ। र आज हामीले जमिन बेचेर यहाँको ग्यादरिङ बनाउनु अन्त फ्युचरमा हाम्रो आउँदो बालबच्चा नानीहरूको फ्युचरमा चाहिँ यहाँनिर होमस्टे चल्दैन। यो चाहिँ तपाईँहरूलाई यही नै म भाइको च्यानलबाट यही सुझाव दिन्छु कि तपाईँहरूले चाहिँ यो जग्गालाई चाहिँ हामीले जोगाएर राखौँ, नबेचौँ र आफ्नो जग्गा आफैले बचाउँ। म यही भन्न चाहन्छु, कसैलाई पनि लिजमा जमिन नबेचौँ। हामीले है दाजुसँग पनि अब बातचित गऱ्यौँ र उनीले राम्रो सुझाव दिनुभयो क्या। अब हामीले चाहिँ होइन हाम्रो जमिन राख्नुपर्छ, हाम्रो जमिनको सुन्दरता बुझ्नुपर्छ है। उनीले एकदम राम्रो सुझाव दिएको हामी जस्तो युवावर्गहरूलाई। र चाहिँ मैले है यो के भन्छ जुन चाहिँ चित्रकोट फार्म हाउस मात्रै मेरो भ्लगमा देखाउन सकेँ। किनभने अब मैले यस्तो सोचेँ क्या, अब जुन चाहिँ दाइले है एकदम राम्रोसँगले है नयाँ आइडिया गाउँमा ल्याउनु भएको त्यो त हामी जस्तो अब है युवावर्गहरूलाई पनि चाहिन्छ भन्ने जुन चाहिँ एउटा सोच लिएर म यो कटेजमा उनीसँग बातचित पनि गरेको है। र आज यो बातचितले गर्दा मैले यही एउटा कटेज मात्रै हाम्रो गाउँको मैले भ्लगमा सामेल गर्न सकेँ। र आउँदो भ्लगहरूमा म अरू कटेजहरूलाई पनि मेरो
हाम्रो गाउँको अरू कटेजहरूलाई पनि देखाउने छु र आशा छ तपाईँहरूलाई यो भ्लग मनपर्छ होला है। मन परेमा लाइक सेयर अनि कमेन्ट साथै सब्सक्राइब गरिदिनु होस् भनेर अनुरोध गर्दै र हाम्रो दाजुले भन्नुभएको जुन चाहिँ सुझाव छ त्यसलाई पनि हामीले लिनुपर्छ भन्ने एउटा सुझाव है सबैलाई म मेरो च्यानलबाट दिँदै यो भ्लगको अन्त यहीँ गर्न चाहन्छु।